हेलो नमस्ते सम्पूर्णमा वेलकम ब्याक टु माई लाइभ। फेरि पनि म रूपा लाइभ आइसकेकी छु अनि उहाँ चाहिँ मेरो हस्बेन्ड। फर्स्ट टाइम हामीसँगै लाइभ आएको छौँ। उहाँको नाम चाहिँ सम्राट, मिस्टर सम्राट थापा। अनि हामी चाहिँ आज यहाँ वाकिङमा आएको, इभिनिङ वाक। सो यत्तिकै इभिनिङ त नभनौँ, आफ्टरनुन हो, सरी। र यहाँ एकदम रमाइलो पनि भइरहेछ आज, एकदम शीतल पनि छ। गर्दा गर्दै तपाईँहरूसँग छोटो मिठो कुरा गरौँ भनेर चाहिँ आइराखेको। र हाम्रो सिनियर कोच सुषमा दिदीले चाहिँ हामीलाई चाहिँ यो 10 डेजको गो लाइभ च्यालेन्ज पनि दिनुभएको छ फेरि पनि। त्यही भएर पनि हामी यहाँ अब आज चाहिँ मेरो फर्स्ट डे हो, सुरु गरौँ भनेर। कतिपयले त मलाई चिन्नु पनि भएको होला होइन, तैपनि जसले मलाई नयाँ हेरिराख्नु भएको छ, नयाँ देखिराख्नु भएको छ, उहाँहरूको लागि चाहिँ म छोटो आफ्नो परिचय दिन चाहन्छु। म ओरिजिनली चाहिँ नेपालको भक्तपुरबाट हुँ। भनेदेखि चाहिँ अहिले यहाँ क्यानाडाको क्यालगरीमा आफ्नो फ्यामिलीसँग विगत 14-15 वर्षदेखि बस्दै आइराखेकी छु। र पेसाले म एउटा नर्स हुँ। भनेदेखि चाहिँ अहिले यहाँ पनि म नर्सिङ फिल्डमै काम गरिराखेकी छु। र मैले यो अनलाइन डिजिटल बिजनेस स्टार्ट गरेको लगभग 1 इयर्स भइसक्यो। र यो जर्नी मैले स्टार्ट गर्न पाउँदाखेरि म चाहिँ एकदम नै खुसी छु। र किन मैले यो जर्नी स्टार्ट गरेँ भन्दाखेरि चाहिँ अब सबैको सपना हुन्छ होइन, विदेश आएर आफ्नो फ्यामिलीलाई सपोर्ट गरौँ, आफ्नो फ्यामिलीलाई चाहिँ ग्रोथ भएको हेर्न जाउँ भनेर। त्यस्तै मेरो पनि सपना थियो नेपालबाट आउँदाखेरि। र त्यो चाहिँ जब म यहाँ ल्यान्ड पाएँ तब मैले स्क्रैच लेभलदेखि सुरु गर्नु पर्यो सबै कुराहरू। र इट वाजन्ट इजी फर मी होइन, इजी थिएन। तैपनि अब जीवन त चलाउनै पर्यो होइन। र स्ट्रगल गरियो। स्ट्रगल गर्ने क्रममा धेरै कुराहरू आयो गयो। र त्यही क्रममा चाहिँ अब कोभिड पनि आयो। र कोभिड आउँदाखेरि चाहिँ मैले आफ्नो स्वास्थ्य पनि अलिकति मलाई डाउन भएको फिल भयो र म घरमै बस्नुपर्ने स्थिति पनि भयो। र त्यो टाइममा चाहिँ घरमै बस्नु पर्दाखेरि चाहिँ आर्थिक अभावले चाहिँ अलिकति इकोनोमिकली डाउन भयो। र त्यस कारणले मैले चाहिँ कुनै अप्सनहरू खोज्नु पर्यो। अब काममै गएर जागिरै खाएर त हाम्रो लाइफ सधैँभरि यसरी चल्दैन होला भनेर चाहिँ मैले चाहिँ कुनै अप्सनहरू चाहिँ खोजिरहेको थिएँ। र त्यही खोज्ने क्रममा चाहिँ मैले घरमै बसिराख्दाखेरि यसरी चाहिँ यो अनलाइन डिजिटल बिजनेसलाई चाहिँ घरैमा बसेर आफ्नो फ्यामिलीसँग पनि बसेर गर्न सकिन्छ भन्ने एउटा चाहिँ हाम्रो नजिकैको दिदीको एड देखेपछि मैले चाहिँ यो साँच्चै के होला, राम्रो हुन्छ कि हुँदैन, मैले पनि गर्न सक्छु कि सक्दिनँ भनेर चाहिँ बुझेँ। मैले चाहिँ रिसर्च गरेर पछि गएर उहाँ दिदीसँग पनि मैले कुरा गरेर सोही क्रममा चाहिँ मैले उहाँले भेटेर उहाँसँग बुझेर मैले चाहिँ यो जर्नी स्टार्ट गरेँ। र अहिले म हजुरहरूसँग यसरी चाहिँ बोल्न पाइराखेकी छु। र जसले गर्दा मैले चाहिँ यो जर्नी चाहिँ एकदम नै इन्जोय गरिराखेकी छु। यसरी आफ्नो फ्यामिलीलाई टाइम दिँदै, आफू पनि इन्जोय गर्दै, प्लस चाहिँ आफूले भनेको ठाउँमा विदाउट कसैको रोकटोक हामी आफै जान पाइराखेको छौँ होइन। कसैको अलार्मको भनौँ, कुनै अब मर्निङमा हामीले काममा जाँदाखेरि त बिहानै अलार्म राखेर हामी जानुपर्ने हुन्छ है। अलार्मको भरमा सुत्ने, अलार्मको भरमा उठ्नुपर्ने हुन्छ। र अर्काको अन्डरमा बसेर कति काम गर्नुपर्ने हुन्छ, कतिसम्म गर्ने भन्ने कुरा पनि भयो। र अनि मेरो बिग भिजन भनेको होइन, मैले चाहिँ म जस्तै जो चाहिँ इकोनोमिकली कमजोर भएको
जो साथीभाइ हुनुहुन्छ, दिदीबहिनी हुनुहुन्छ, उहाँहरूलाई पनि म जस्तै सक्षम बनाऊ, म जस्तै सबल बनाऊ। यसले चाहिँ आफ्नो प्रोफेसनल मात्र होइन, पर्सनल ग्रोथ पनि हुन्छ भनेर चाहिँ हामीले चाहिँ मैले चाहिँ म जब यो बिजनेसमा छिरेँ, मेरो बिस्तारै ग्रोथ हुन थाल्यो र मैले अरू दिदीबहिनी साथीभाइलाई पनि यसरी नै हेल्प गर्न पाउँदा मलाई चाहिँ एकदम नै ठुलो खुसी लागिराखेको छु र स्टिल म हेल्प गरि नै राखेको छु। र जो नयाँ आउनु नै छ उहाँहरूलाई पनि म अवश्य नै हेल्प गर्नेछु र यो जर्नी एकदम नै राम्रो छ होइन। यो भनेको लिगल बिजनेस हो, लिगल, लेजिट अनि अटोमेसनबाट ग्लोबली रन हुने। यसमा तपाईँहरूले चाहिँ ठुलो ग्लोबल फ्यामिली कम्युनिटी पनि पाउनुहुन्छ, जहाँ तपाईँलाई चाहिँ स्क्रैच लेभलदेखि सिकाउने मेन्टर कोचहरू पनि हुनुहुन्छ र सानो सानो कुरा हामीले चाहिँ ग्रोथ भएपछि हामीले चाहिँ सेलिब्रेसनहरू गर्छौँ होइन। एकअर्कालाई हेल्प गर्ने एकदमै टिमवर्कहरू हुन्छ। सो त्यस्तो बिजनेस जहाँ सबै उमेरको प्लस सबै जहाँ पनि जुन पनि ठाउँबाट, संसारको जुनसुकै कुनाबाट पनि यो बिजनेसलाई चाहिँ तपाईँले चाहिँ रन गर्न सक्नुहुन्छ र तपाईँको छोराछोरीलाई सुधा यो लेगेसी पास गर्न सक्ने बिजनेस हो जब उनीहरू 18 वर्ष भइसकेपछि। अनि अब यो बिजनेस भनेको हामीले चाहिँ सानो लगानी गरेर पनि गर्न सक्छन्, यत्रो ठुलो एमाउन्ट नै चाहिन्छ भन्ने छैन यो बिजनेस गर्नको लागि। सबभन्दा ठुलो कुरा त यो बिजनेसमा टाइम फ्रिडम हो होइन, टाइम फ्रिडम अनि फाइनेन्सियल फ्रिडम नै हो। किनभने आजकल सबैले अब 9 to 5 जब गरिराखेकै छ र 9 to 5 जब गर्दाखेरि त्यही स्केड्युलमा मान्छेहरूले चाहिँ लाइफ नै बिताएको हुन्छ र त्यो लाइफले चाहिँ मान्छेहरूलाई चाहिँ कतिसम्म गर्ने भन्ने कुरा हुन्छ नि त। र त्यसले गर्दाखेरि चाहिँ ठिकै छ त्यो पनि गर्ने, प्लस चाहिँ एज अ साइड हसलमा तपाईँहरूले चाहिँ केही म गर्न चाहन्छु अथवा चाहिँ केही एक्स्ट्रा इन्कम गर्न चाहन्छु भने जस्तो सोचिराख्नु भएको छ। आफ्नो छोराछोरीलाई चाहिँ हेरेर घरमै बसेर उनीहरूलाई चाहिँ उनीहरूको माइलस्टोन एचिभ गरेको हेर्दै उनीहरूसँग टाइम स्पेन्ड गर्दै म केही गर्न चाहन्छु अथवा मेरो हस्बेन्डलाई म हेल्प गर्न चाहन्छु अथवा मेरो वाइफलाई चाहिँ म हेल्प गर्न चाहन्छु घरमै बसेर बच्चाहरूलाई टेक केयर गर्दै भनेर त्यस्तो कुनै साइड हसलको रूपमा खोजिराख्नु भएको छ भनेदेखि चाहिँ दिस इज द राइट प्लेटफर्म भन्न चाहन्छु तपाईँहरूको लागि होइन। यो चाहिँ एकदम नै राम्रो मौका हो। सो तपाईँहरू पनि यस्तो मौका क्याच गर्न चाहनुहुन्छ भने कृपया गरेर मेरो वेबसाइटमा गएर चाहिँ कनेक्ट हुनुहोला। वेबसाइट रहेको छ www.rupasamrat.com, जहाँ चाहिँ तपाईँले आफ्नो नाम र इमेल राखेर चाहिँ साइन इन गर्नुहोला। त्यसपछि चाहिँ एउटा सिस्टमले तपाईँहरूलाई चाहिँ कम्प्लिमेन्ट्री भिडियो पठाउनेछ जहाँ चाहिँ मान्छेहरूको लाइफस्टाइल कसरी चेन्ज भएको छ त आफ्टर स्टार्ट दिस बिजनेस भन्ने चाहिँ त्यहाँ छोटो दिएको छ। र त्यसपछि पनि हजुरहरूसँग चाहिँ म कुरा गर्नेछु। इफ यु आर इन्ट्रेस्टेड कनेक्ट विथ मी फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, वाट्सएपमा है त। थ्याङ्क यू फर वाचिङ माई लाइभ। Bye guys. Bye guys. Thank you. कसैलाई डिजिटल बिजनेस गर्नु छ भने प्लिज कन्ट्याक्ट हर, and then yeah, thank you. Bye bye.